सम्पूर्णमा जय श्री कृष्ण, जय श्री राम, जय श्रीमनारायण। म तपाईहरु बीच उपस्थित भएको छु। विशेष गरी यो भिडियो मार्फत म आउँदो धनतेरसका बारेमा जानकारी गराउन गइरहेको छु। र विशेष त यो वर्ष धनतेरस भने विक्रम सम्वत 2082 साल कार्तिक महिनाको 1 गते, त्यसैगरी हाम्रो अंग्रेजी मिति 2025 साल अक्टोबर 18 तारिकका दिन यानी शनिबारको दिन परेको छ। र विशेष हाम्रो धनतेरस हामीले चाहिँ हामी सानै बच्चाकाल आफ्नो मातापिताजी, हजुरबुवा हजुरआमा इत्यादि हामी धनतेरस भन्ने बित्तिकै आज केही न केही किन्नै पर्छ भनेर हामी सुन्दै आएका छौं। र विशेष त्यसका बारेमा जानकारी गराउँदैछु। हामी यस दिन चाहिँ के किन्ने चाहिँ के किनमेल गर्दा उत्तम हुन्छ, के किन्दा चाहिँ अति राम्रो हुन्छ भन्ने कुरा म तपाईलाई जानकारी गराउँदैछु। र साथसाथमा हामी यसलाई धनतेरस धनसँग मात्र नजोडिएर विशेष गरी यो दिनको महत्त्व पनि हामी बुझ्न पर्ने हुन्छ। धन भन्ने बित्तिकै यो धन सूचक, धन वृद्धि, धन आगमन अथवा धन इत्यादि प्रपर्टी सम्बन्धी केही जोड्ने सम्बन्धी हामी कुरा बुझ्छौं भने यस दिन हामीले बुझ्नै पर्ने कुरा भने यस दिन चाहिँ भगवान धन्वन्तरी पनि प्रकट हुनु भएको थियो अमृत कलश लिएर, अमृतको घडा लिएर चाहिँ यो धरामा। त्यसकारणले यसलाई हामी आयुर्वेद दिवसको रूपमा पनि चिनिन सकिन्छ। र हामीले चाहिँ हामी सबैमा जानकारी हुनुपर्छ चाहिँ हाम्रो यो संसारको पहिलो डाक्टर, चिकित्सकका रूपमा हामी चाहिँ उहाँलाई हेर्न सकिन्छ विशेष गरेर। र हामी चाहिँ अब चाहिँ सर्वप्रथम यस दिनलाई हामीले चाहिँ सानो दीपावलीको रूपमा पनि बनाउने गरिन्छ। यस दिन चाहिँ दीपदान इत्यादि काम पनि गरिन्छ। त्यसैगरी सर्वप्रथम हामीले चाहिँ के चाहिँ किन्दा उत्तम हुन्छ भने सर्वप्रथम त यस दिन चाहिँ हामीले किन्नुपर्ने भनेको माटाका दिया। माटाका दिया विशिष्ट, शुद्ध, राम्रो मानिन्छ। हाम्रो सामर्थ्य छ भने हामी चाहिँ चाँदी इत्यादिका, तामाका, पित्तलका दिया पनि भित्राउन सकिन्छ। तर सक्दो चाहिँ दिया यस दिन चाहिँ माटोकै दिया चाहिँ किनेर दीपावलीका दिनका लागि चाहिँ हामी बाल्ने इत्यादि चाहिँ चलन छ। त्यसकारणले चाहिँ यस दिन चाहिँ दिया अति आवश्यक चाहिँ किनमेल गर्नै पर्छ। र दिया चाहिँ दीपावलीका दिन विशेष गरेर हामीले चाहिँ आफ्नो घर आँगन इत्यादि, घरका छेउछाउमा, वरिपरि, आँगनमा, कलमा, सिलौटा इत्यादिमा पनि सम्पूर्ण ठाउँमा चाहिँ उज्यालो बनाउने र दीपावली भनेर चाहिँ दीप उत्सव मनाउने यस दिन विशेष गरेर चाहिँ हामी दीपावलीका दिन। त्यसैगरी चाहिँ सर्वप्रथम पूजामा लाग्ने चाहिँ हामीले चाहिँ के सामग्री हो त्यो जुटाउनु पर्छ दीपावलीका दिन। त्यसैकारण धन्वन्तर भनेको हरेक कुरा धनसँग सम्बन्धित कुरा चाहिँ हामीले किनमेल गर्नु र स्थिरता, लक्ष्मीको स्थिरता बनाउने किसिमका सामग्री हामीले चाहिँ किन्ने हाम्रो चलन छ। त्यसैगरी अर्को दोस्रो सामग्री रहेको छ माता लक्ष्मीको मूर्ति इत्यादि भयो। माटाका मूर्ति लिन सक्नुहुन्छ तपाईले यस दिन तपाईले चाहिँ लक्ष्मीका चित्रपट विशेष गरेर फोटो इत्यादि पनि लिन सक्नुहुन्छ। र साथसाथमा हामी विचार गर्नुपर्ने कुरा के हुन्छ भन्दा माता लक्ष्मी चञ्चला रूपमा पनि प्रसिद्ध हुनुहुन्छ। यानी टिक्न अथवा हामीले चाहिँ धन, हामीलाई मात्र धनले मात्र पुग्दैन, त्यो धनको उपयोगिता कसरी गर्ने, के गर्ने भन्ने कुरा हामी प्राय ध्यान दिएर हामी सबै फोटो मूर्तिमा प्राय हामी पूजा गर्दाखेरि लक्ष्मी र गणेशको पूजा भएको हामीले पाउने गरिन्छ। तर लक्ष्मी र गणेशको सम्बन्ध चाहिँ के छ हामी सोच्नुपर्ने कुरा हो चाहिँ। किनभने लक्ष्मी आउनु ठुलो कुरा भएन, त्यो लक्ष्मीको प्रयोग कसरी गर्ने भनेर बुद्धिका भगवान यानी कि भगवान गणेशलाई चिनिन्छ। त्यसकारणले हामी लक्ष्मीजीका साथसाथमा भगवान गणेशको पनि पूजा गर्ने गरिन्छ। यानी कि आफ्नो विवेकको प्रयोग गरेर यो धनको प्रयोग के कामका लागि, के प्रयोजनका लागि गर्ने भन्ने कुरा विशेष उहाँका साथसाथमा। त्यसकारणले हामी चाहिँ विशेष गणेशजीको पनि पूजा गर्ने गरिन्छ यस दिन। र कतिपय चित्रपटमा हामीले पनि ध्यान दिएका हुन्छौँ माता सरस्वती यानी कि बुद्धिका, ज्ञानकी देवी माता सरस्वतीको पूजा पनि गर्ने चलन छ। विशेष गरेर हामी चाहिँ माटाका विशेष गरेर मूर्ति, फोटो इत्यादि चित्रपट ल्याएर पूजा इत्यादि गरेर पूजा समाप्त भएपछि विसर्जन गरेर हामी चाहिँ यसलाई सेलाउन इत्यादि सकिन्छ।
अब विशेष सामर्थ्यवान हुनेले विशेष गरेर यो दिन चाँदीका तपाईले मूर्ति इत्यादि किन्ने सोच बनाइराख्नु भएको छ भने यस दिन तपाईले विशेष गरेर जोड्न सक्नुहुन्छ। एकदमै अति आवश्यक चिज चाहिँ होइन, यदि सामर्थ्यवान हुनुहुन्छ भने तपाईले चाहिँ जोड्न सक्नुहुन्छ विशेष गरेर। र ध्यान दिनुपर्ने कुरा माता लक्ष्मीको चाहिँ कमल आसनमा पद्मासनमा इत्यादि बसेको फोटो अथवा चाहिँ चित्रपट इत्यादि लिनुहोला विशेष गरेर मूर्ति इत्यादि। र जहिले पनि बसेको माता लक्ष्मी कमल आसनमा बसिरहेको अवस्था त्यो उसमा चाहिँ हामीले चाहिँ अवश्य लिनुपर्ने हुन्छ मूर्ति इत्यादि। र साथसाथमा हामी पूजा गर्ने क्रममा सबैजनाले विशेष चाहिँ अति नै आवश्यक कुरा भनेको कमलगट्टा, कमलको आफ्नो 2वटा 4वटा 5वटा जति सक्नुहुन्छ कमलगट्टा एकदमै सजिलै हामी चाहिँ यो उपलब्ध हुन्छ बजारमा, पूजा पसल इत्यादिमा तपाईले चाहिँ लिन सक्नुहुन्छ। विशेष हामीले लिनुपर्ने भनेको कमलगट्टा भयो, त्यसकारणले कौडा इत्यादि भयो, र साथसाथमा हरिद्रा गाँठ भनेको हल्दीको गाँठ हो, र विशेष हामीले चाहिँ गोमती चक्र इत्यादि लिएर, र धनिया, सिङ्गो धनिया, यसलाई चाहिँ स्थिर लक्ष्मीको सूचक मानिन्छ। त्यसकारणले चाहिँ हामीलाई चाहिनुपर्ने यी सामग्रीहरू जुटाएर तपाईले यस दिन पूजा गरेर, र थैली विशेष गरेर हामी कुबेर थैली भनिन्छ, लक्ष्मी थैली इत्यादि भन्ने चलन छ, त्यो पूजा गरिसकेपछि तपाईले त्यो सामग्रीहरूलाई त्यो थैलोमा राखेर विशेष हामीले रङ प्रयोग गर्दा विशेष गरेर थैली चाहिँ रातो कलर, पहेँलो कलर इत्यादिको प्रयोग चाहिँ गर्न सकिन्छ। विशेष ध्यान दिनुहोला नीलो कालोको प्रयोग चाहिँ नहोस् यस दिनमा। त्यसै कारणले पूजा समाप्त भइसकेपछि तपाईले चन्दन रोली इत्यादि सबै पूजा सकिसकेपछि तपाईले पूजा गरेको सामग्री, मैले अघि नै तपाईलाई जानकारी गराएको सामग्रीहरूलाई एक थैलोमा राख्ने, थैलोमा राखेर आफ्नो चाहिँ दराज इत्यादिमा धन कहाँ राखिन्छ, तपाईँ पैसा क्यास पैसा गरगहना कहाँ राख्नुहुन्छ त्यस्ता ठाउँमा लकर इत्यादिमा तपाईले त्यो 1 वर्षको लागि राख्न सक्नुहुन्छ। र 1 वर्ष पश्चात फेरि चाहिँ पुनः पनि विसर्जन गरेर अर्को नयाँ चाहिँ यसरी चाहिँ हामी हरेक वर्ष चाहिँ पूजा गर्न सकिन्छ विशेषतः। र अर्को साथसाथमा किन्न सक्ने भनेको हामीले भनेको शङ्ख हेर्नुहोस्, दाहिने शङ्ख अथवा देब्रे शङ्ख दुईटै शङ्ख हामी चाहिँ किन्न सकिन्छ। र विशेष हामीले महत्त्व बुझ्नुपर्ने हुन्छ दाहिने शङ्ख र देब्रे शङ्खको के महत्त्व छ, यसको प्रयोजन केका लागि हो, प्रयोजन के हो भन्ने कुरा, प्रयोग केमा गरिन्छ। त्यसै गरी दाहिने शङ्ख भने हामी चाहिँ भगवानलाई अभिषेक गर्न प्रयोग गरिन्छ, त्यसमा छिद्र हुँदैन, यानि कि बजाउनको लागि दुलो हुँदैन, त्यसमा हामी केवलमा हामी चाहिँ अभिषेकलाई मात्र प्रयोग गर्छौँ। र त्यसै गरी देब्रे शङ्ख भनेको हामीले बजाउने शङ्ख हो है। त्यसकारणले देब्रे शङ्खलाई पनि हामीले यदि हामी घरमा पहिलेदेखि हामीसँग शङ्ख भइरहेको छ, हामीसँग छ भने किनिराख्नु अति आवश्यक भएन, यदि छैन भने त्यो खण्डमा चाहिँ तपाईले किन्न चाहिँ सक्नुहुन्छ विशेष गरेर। र अति नै आवश्यक कुरा तपाईलाई म यहाँ जानकारी गराउँदैछु, हामी प्राय सबैले यस दिन चाहिँ यो झाडु पनि भित्राउने चलन छ, र झाडुलाई पनि हामीले विशेष गरेर हामीले घरमा पनि ध्यान दिनु भएको छ, खुट्टा लाग्नु हुँदैन, यसले चाहिँ कसैलाई पिट्नु हुँदैन, कुनै पनि चिजलाई, र राख्दा पनि बडा विशिष्ट लुकाएर इत्यादि राख्ने चाहिँ हाम्रो अग्रजहरूले मातापिताले पनि भनिरहेको हामी सुनि नै रहेका हुन्छौँ। किन त भन्दा यसलाई हामीले लक्ष्मीको प्रतीक मानिन्छन्, सह मानिन्छ घरको। त्यसकारणले गर्दाखेरि हामी चाहिँ कुचो झाडु इत्यादि किन्दाखेरि जहिले पनि चाहिँ कतिवटा किन्ने, कसरी प्रयोग गर्ने भन्ने कुरा हुन्छ। यसका लागि तपाईले हामीले किन्दा किन्दै जहिले पनि धनतेरसका दिन 2टा झाडु किन्नुपर्छ हामीले। र एउटा झाडु भन्ने यसलाई हामी कसरी प्रयोगमा ल्याउने भन्दा जब हामी माता लक्ष्मीको पूजा गर्छौँ, पूजनका समयमा, पूजनका बेलामा चाहिँ त्यही छेउमा चाहिँ हामीले राखी पूजन गर्नुपर्छ। त्यसमा पनि रोली चन्दन इत्यादिलाई लगाएर हामीले चाहिँ पूजाको अघिल्लो दिन चाहिँ, पूजा गरिसकेको अघिल्लो दिन चाहिँ एउटा झाडु भने आफ्नो प्रयोगमा ल्याउनुपर्छ। धेरै बिग्रिएको पुरानो झाडु पनि हामी प्रयोग गरिराख्नु हुँदैन है। टुटे फुटेको कतिजनालाई देखिरहेको हुन्छ, मैले बाँधेर जसरी पनि चलाइराख्नुहुन्छ त्यसरी हामीले झाडुको पनि प्रयोग गर्नु हुँदैन। टुक्रिएको बिग्रेको झाडुलाई हामी त्यो दिन विसर्जन गर्ने चलन छ, पानीमा बगाइदिने इत्यादि यसो राम्रो व्यवस्थापन गर्दा खुट्टाले नटेकियोस्, सकेसम्म त्यसको चाहिँ गलत प्रयोग नहोस् भन्ने कुरा हामी ध्यान दिनुपर्छ। त्यसै कारणले पूजाको अघिल्लो दिन चाहिँ एउटा झाडु चाहिँ विशेष हामीले आफ्नो घरका लागि प्रयोगमा ल्याउने। त्यसै गरी अर्को झाडु भने चाहिँ हामीले पूजन गरेको झाडु चाहिँ कुनै आफ्नो नजिक, घरका नजिक इत्यादि भएको मन्दिरमा, मठमा इत्यादि गएर हामीले दान दिनुपर्छ, ताकि त्यहाँ पनि भगवानको सेवामा, सरसफाइमा त्यो प्रयोगमा आओस् भन्ने कुरा हामी विशेष ध्यान दिने है त।
र रहेको कुरा इत्यादि सामग्रीको कसरी किन्ने, के गर्ने, पूजन कसरी गर्ने भन्ने कुरा भइसक्यो। त्यस कारणले अर्को रहेको छ हामी चाहिँ अति नै आवश्यक कुरा, यस दिन हामी चाहिँ गरगहना विशेष गरेर भाँडाकुँडा किन्ने चाहिँ पनि कुरा छ। त्यस कारण धन्वन्तरी देव भगवान चाहिँ कलदेव कल घडा लिएर आउनुभएको हुनाले गर्दाखेरि यस दिन विशेष गरेर चाहिँ हामी के गर्नुपर्छ, धनतेरस भन्ने बित्तिकै ऋणै लिएर है, ऋण काटेर ऋण लिएर उधारो गरेर कसैको धन लिएर चाहिँ हामी यो प्रयोगको लागि आफ्नो सम्पत्ति नजोडौँ। हामीसँग क्षमता के छ, माटोको घडा किन्न सक्छौँ कि स्टिलको एउटा चम्चा, एउटा कचौरा, प्लेट, गिलास इत्यादि पनि, अथवा तामाको, पित्तलको, जे जस्तो हुन्छ हाम्रो क्षमता अनुसार, सामर्थ्य अनुसार हामीले त्यो नै जोड्नुपर्छ है त। तर जोड्नु चाहिँ पर्यो, थोरै धेरै जस्तो भए पनि, सानो कुरा भए पनि, एउटा स्टिलको भए पनि जोड्न सक्नुहुन्छ तपाईँले विशेष यस दिन। र नयाँ वाहन किन्ने सोचमा हुनुहुन्छ भने यस दिन तपाईँलाई विशेष राम्रो हुन्छ। राम्रो वाहन इत्यादि, 4 पाङ्ग्रे 2 पाङ्ग्रे इत्यादि जे जस्तो हुन्छ, आफ्नो प्रयोजनका लागि के सहज हुन्छ त्यसका लागि तपाईँले चाहिँ वाहन लिएर पूजन इत्यादि गरेर तपाईँले अर्को दिनदेखि चाहिँ प्रयोगमा चाहिँ ल्याउन सक्छ विशेष गरेर। र यस दिन विशेष कपडा पनि हामी कस्तो लुगा लगाउने, के लगाउने, नयाँ लुगा किनमेल गर्दा पनि हामीले विशेष ध्यान दिनुपर्ने हुन्छ। हामी चाहिँ धेरै भड्किलो कपडा, धेरै गाढा कलरको कपडाहरू, सकेसम्म निलो, कालो इत्यादि चाहिँ हामी प्रयोगमा ल्याउनु हुँदैन, शुभ पनि मानिँदैन हाम्रो चाहिँ वैदिक शास्त्र इत्यादि अनुसार। त्यस कारणले हामीले किन्नुपर्दा बडा मधुर सुमधुर राम्रो किसिमको, लाइट किसिमको, हल्का किसिमको कपडाहरू चाहिँ हामी किनमेल चाहिँ गर्न सकिन्छ। र अब रह्यो चाहिँ सामान चाहिँ कति बेला किन्ने, कुन बेला गएर किन्ने इत्यादि भन्ने कुरा। अब विशेष गरेर बिहानको समय, काल बेला इत्यादि रहेको छ र त्यस समयमा पनि फेरि अति नै बिहान निस्किनु, खानपिन पनि गर्न पर्यो, घरका पनि थोरै धेरै काम हुन्छन्, त्यो सक्न पर्यो। त्यस कारणले किन्ने समय चाहिँ विशेष गरेर किनमेल गर्ने समय दिउँसोको 1:30 बजेपछिको समय, सन्ध्यासम्म, साँझमा जुनै बेला पनि तपाईँले त्यसपछि 1:30 बजेपछिका समयमा तपाईँले किनमेल चाहिँ गर्न सक्नुहुन्छ यस दिन चाहिँ। र विशेष हामी चाहिँ धनको विशेष हामीले ध्यान दिएर सदुपयोग गर्न सक्नु, दुरुपयोग नहोस् धनको। हामीसँग पैसा छ भन्दैमा मनमौजी तरिकाले हरेक कुरामा इन्भेस्टमेन्ट गर्नुपर्ने अति आवश्यक हुँदैन। यस दिन तपाईँले विशेष गरेर झालरहरू भयो, घरका लागि दीपावलीका दिन लगाउनका लागि झालर, सजावटका सामान इत्यादिहरू भयो, डेकोरेसन गर्ने आइटमहरू जति हुन्छन्, रङ्गोलीका आइटमहरू भयो, रङ्गोली बनाउन सक्नुहुन्छ, विभिन्न किसिमको घर इत्यादि। त्यही भएर सकेसम्म पहिलाको समयमा रङ्गोली पनि हाम्रो पिठोको बनाउने चलन थियो, अहिले चाहिँ रङ इत्यादिको केमिकलको प्रयोग भइरहेको छ। त्यस कारणले म जानकारी के गराउँछु, यदि तपाईँलाई रङ्गोली बनाउनै छ भने विशेष गरेर अहिले त स्टिकर इत्यादि पनि उपलब्ध छन्, रङ्गोली इत्यादि पनि विभिन्न किसिमको केमिकल इत्यादि, पाउडर इत्यादिमा आइसकेको छ। तर सकिन्छ भने विशेष गरेर रङ्गोली बनाउनै छ भने बेसार प्रयोग गर्नु, बेसारको प्रयोग गरी रङ्गोली बनाउनुहोस्। सकिन्छ भने विशेष गरेर तपाईँको चामलको पिठोको, पहिलाको समयमा हामी ध्यान दिनुहोस्, घरमा जहिले पनि रङ्गोली बनाउँदाखेरि यो पिठोको किन बनाउने गरिन्थ्यो भन्ने कुरा, यसको दृष्टिकोण बडा सुन्दर छ। हेर्नुहोस् है, हाम्रो पुर्खा विशेष गरेर उहाँहरू धेरै बुद्धिजीवी हुनुहुन्थ्यो। अहिले हामी चाहिँ अब जति पनि विकसित हुँदैछ, हाम्रो दिमाग पनि त्यति अलिकति भ्रष्ट हुँदैछ। त्यस कारणले किन पिठोको रङ्गोली नै बनाइने गरिन्थ्यो भन्दाखेरि जहिले पनि रङ्गोली बनाउँदाखेरि मेटिन्छ, फोहोर हुन्छ, बढाल्ने इत्यादि काम हुँदैन। त्यो पिठोलाई चाहिँ चराचुरुङ्गीले आएर खाने गर्छन्। हेर्नुहोस् कति वैज्ञानिक थिए हाम्रा पूर्वजहरू। त्यसै कारण यदि रङ्गोली बनाउँदै हुनुहुन्छ भने छोटो मिठो चाहिँ तुलसीको मठका छेउछाउमा तपाईँले विशेष गरेर पिठोको रङ्गोलीहरू चाहिँ बनाउनुपर्छ। र त्यसमा चाहिँ हरिद्रा चूर्ण भनेको बेसारको धुलो इत्यादि प्रयोग गरेर बनाउनुहोस्, अति नै सुन्दर, अति नै राम्रो देखिन्छ। रोली इत्यादिको प्रयोग गर्नु त्यसमा। र लक्ष्मीका आगमनका लागि तपाईँले उहाँको चित्र इत्यादि पनि बनाउन सकिन्छ, खुट्टाको चाहिँ इत्यादि हामी गर्न सकिन्छ। र यसका दिन तपाईँलाई काम लाग्ने विशेष धनतेरसका दिन के कसरी किन्ने, कुन समयमा किन्ने, के सामग्री किन्ने, कसरी राख्ने, के पूजा गर्ने भन्ने कुरा मैले जानकारी गराइ नै सकेको छु। विशेष तपाईँलाई भिडियो उपयोगी हुन्छ भन्ने आश गर्दै अहिलेको समय चाहिँ म बिदा माग्छु। अहिलेको भिडियोमा यति नै मात्र। र म आउने दिनहरूमा पनि विशेष तपाईँलाई यस्तै हाम्रो पर्व उत्सवको बारेमा भिडियो चाहिँ बनाउनेर अवगत गराउने गर्छु। र अहिलेको लागि विशेष जय श्री कृष्ण, जय श्री राम, जय श्री राम, राधे राधे।